हेलो गाइज, आज चाहिँ हामी दमकमा छौँ। एकदम रमाइलो भइरहेको छ। दिनै बित्यो हाम्रो अमानीलाई चाहिँ बले लाग्यो। यति राम्रो घर है, यति राम्रो भाइ चाहिँ भान्जी हाम्रो परी बहिनीको छोरी होइन। एकदम रमाइलो भयो, एकदम रमाइलो, एकदम मजा आयो, राम्रो रमाइलो भयो। कालु कुद्दैछ। अनि यहाँ चाहिँ हेर्नु न, यति राम्रो न फुल रोप्नु भएको छ, कति रमाइलो भयो। यी पनि भान्जी नै हुन, अनि आमाजु दिदी उहाँ चाहिँ, अनि ज्वाइँ परी बहिनीको ज्वाइँ, उहाँ चाहिँ हाम्रो अमितलाई चिनी त हाल्नुहुन्छ सबैले होइन। अनि यहाँ चाहिँ हामी अब किचनतिर गयौँ। किचनमा चाहिँ एकदम भेज पाक्दैछ है। यहाँ चाहिँ हाम्रो नन्द हुनुहुन्छ, उहाँले चाहिँ आलुको भुजुरी पकाउँदै हुनुहुन्छ। ल अब हामी चाहिँ एकदम माथितिर जाउँ है। माथि चाहिँ के पाक्दैछ त अब हेरौँ न होइन। एकदम रमाइलो भयो क्या। आज त हाम्रो दमकमै दिन बित्यो है। ऊ चाहिँ हाम्रो परी बहिनी नन्द हाई भन्दै हुन्छ। अनि ऊ चाहिँ भान्जी आमा दिदीको छोरी, उसले चाहिँ यहाँ माछा फ्राई गर्दै छिन्। अनि भाइ चाहिँ यहाँ मोबाइल हेर्दै बसिराख्नु भएको छ। हाम्रो चाहिँ आज दिन एकदमै रमाइलोको साथ दमकमा बितेको छ। मैले चाहिँ आज यति कति रमाइलो भयो भन्दैछु है। एकदम रमाइलो भयो, के भन्नु नि। एकदम रमाइलो गऱ्यौँ, इन्जोय पनि राम्रो गऱ्यौँ। साथीहरू छोराछोरी कति खुसी भए।